हेलो एभ्रिवान, गुड मर्निङ एन्ड झोले नमस्ते, वेलकम ब्याक न्यू भिडियो साथीहरू फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। यहाँलाई र मैले रहेको छु जङ्गलमा स्याउला लिन जान लागेको। मैले बोकिरहेको छु पछाडि राङ्से होइन। म आज मम्मीहरूसँग चाहिँ बिहानै स्याउला लिन जान्छु, मर्निङ वाक जान्छु भनेको के मर्निङ वाक र स्वाग पुरै स्याउला। आज स्याउला लिने भनेर म जङ्गल आएको। अनि यहाँ जङ्गलमा देख्न सक्नुहुन्छ यो गाइज झ्याउ, यस्तै लहरा लहरा परेको छ क्या झ्याउ। ओ माइ गड, यस्तो यो पाठाहरूलाई, सानो बाख्राको पाठाहरूलाई ओछ्याउन एकदम सजिलो, तातो हुन्छ। अनि अब हामी चाहिँ स्याउला लिने ठाउँमा पुग्दैछौँ। अझै भर्खर हामी जङ्गलमा आउँदाखेरि घाम झुल्केको अवस्था छ। हामी चाहिँ अलि बिहान हिँडेको। मङ्सिरको महिना पाक्ने चुत्रो हुन्थ्यो अरे त, छैन। मङ्सिर होइन, अचार मङ्सिरको महिना पाक्ने चुत्रो हुन्छ भनेर हामीले हल्ला सुनेको, तर छैन। के हो मम्मी? यहाँ त सब सोरेको रहेछ त यार। अझै कति माथि हो क्या? धाउ त किन हुनु र, थाहा छैन। धाउ सिगान आइरह उकालोमा, सिगान पुज्दै फेरि मकै चपाउँदै, तातो हुन्छ नि त मकै भट्ट चपायो भने। अनि अघि नै उकालोमा त अहिले अलि तेर्सो परेको छ। अघि नै उकालोमा सासै फेर्न नसकेर मकै खान बन्द गरिराख्यो। अहिले अलि माथि आएर सुँगुर खाल, अझै सुँगुर खाल। आज सुँगुर खाल पुग्ने भएँ म। जे होस्, कति वर्षपछि याद। यहाँ यो बाँझोको रुखी भङ्गी परेर बसिरहेछ दाउराको लागि। सब सोरेर केही छैन स्या। फाइनली गाइस, हामी चाहिँ यो हाम्रो घरभन्दा माथि जङ्गलको सुँगुरखाल भन्ने ठाउँमा आइपुग्यौँ। यो सुँगुरखाल यो भनेको अलि सम्म परेको छ। पहिला बर्खामा चाहिँ उता खाल हुन्छ अरे, त्यही भएर यसलाई चाहिँ सुँगुरखाल भनेर चाहिँ यहाँ आएर कसले दाउरा साउरा बालेको रहेछ। अनि हामी पस्दैछौँ फेरि सुँगुरखालभन्दा भित्रपट्टि। स्याउला चाहिँ एकदम सबैले सोरेर केही छैन, रकरक पारेको रहेछ। हामी चाहिँ कता सोर्ने अब? कता जाने हो? कता जाने हो क्या? पातलो छ पातलो। यहाँ नि सोर्दै उ गर्दै गरे रहेछ होइन। काट्न ला अझै नसकेर बन्चरले क्वाकेर छोडेला। त नि त्यही जराबाट अझ अलि यो दिनकै आएर काट्छु भने होला कि। दियो त। पहिला त बाक्लो हुन्थ्यो त यार, कस्तो सोरिसक्यो होला भने। फाइनली गाइस, अब हामी चाहिँ स्याउला सोर्दैछौँ। त्यहाँ तल राङ्सेर छौँ, त्यहाँ रिमाले सोर्नलाई छौँ। म यताबाट सर्लक्क सोरेर तल पुऱ्याउने हो। आनु भयो भने अब यहाँ हामीले स्याउलाको भारी हाल्दैछौँ गाइस। सोर्न त 10 मिनट नै लाग्ने रहन्छ, यहाँ आइपुग्न मात्रै टाढा।
फाइनल्ली गाइस मम्मीको भारी त्यत्रो छ मम्मीको भारी त्यत्रो छ मेरो यो हो रिमाको त्यो हो मैले म त्यो हल्का टेक्छु गरौँ म टेक्दैन है म पनि स्याउला त के कस्तो के को सल्लाह अब हामी घर कति बजे पुग्छौँ हामीलाई ठ्याक्कै यहाँ आइपुग्न 8 बजेको 1 घन्टा लाग्यो तर त्यो स्याउला सोर्न त 15 मिनट सोरेर डोकोमा हाल्नु अब हाम्रो यहाँ मासु कस्तो छ भन्दा पातमा भुटुवा खाँदैछौँ यहाँ मासु पाक्दैछ भयो म खान्न खान्न क्या म भयो